ल है साथीहरू, म गलेङ नगरपालिका 5 मोहन डाँडाबाट उपस्थित जनाएको छु। यहाँहरू सम्पूर्णलाई हार्दिक नमस्कार। नेपालकै हालसम्मको दोस्रो ठुलो जलयुद्ध आयोजना कालीगण्डकी ए को सेरोफेरोमा रहेर विभिन्न दृश्यहरू चाहिँ देखाउने प्रयत्न गरेको छु। पहिलोपटक भन्नुपर्छ, म पनि नपुगेको गलेङको एउटा क्षेत्र मोहन डाँडा थियो। यो एङ्गलबाट चाहिँ कालीगण्डकीको दृश्यहरू यहाँहरूलाई देखाउने प्रयास गरिरहेको छु। यो मोहन डाँडाको शिरबाट चाहिँ देखिएको दृश्य हो र हाम्रो यता साइडमा चाहिँ हाम्रो गुल्मीको कालीगण्डकी गाउँपालिका नै पर्छ भने अर्कोपट्टि कालीगण्डकीको अर्को साइडमा कालीगण्डकी गाउँपालिका नै पर्छ। यो हाम्रो स्याङ्जाको मिर्मी बजार हो। कालीगण्डकी गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र पनि भन्नुपर्छ। अत्यन्तै सुन्दर छ। यहाँ समथर भूभागमा चाहिँ बस्ती, राम्रो बस्ती बसेको छ। यहाँको यस गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र भनेको चाहिँ यही नै हो। यहाँ एउटा बहुमुखी क्याम्पस, विभिन्न सार्वजनिक विद्यालयहरू, बोर्डिङ स्कुलहरू पनि रहेका छन् र माथिपट्टि यो साइडमा हाम्रो मोहन डाँडाकै गाउँ बस्ती हो र त्यस्तै पारिपट्टिको साइडमा चाहिँ हाम्रो कालीगण्डकी गाउँपालिका गुल्मी क्षेत्रको भाग छ, जुन चाहिँ कालीगण्डकी करिडोर पनि यही क्षेत्रबाट गएको छ। यहाँ अलिकति पहिरो गइरहने ठाउँ पनि हो। यो फेरि हाम्रो स्याङ्जा गलेङकै एउटा झरना हो। बाटोमा आउने क्रममा चाहिँ मैले देखेँ र यसलाई चाहिँ क्याप्चर गर्ने प्रयास गरेँ। र हाम्रो यो पुल चाहिँ कालीगण्डकी गाउँपालिका, स्याङ्जाकै कालीगण्डकी गाउँपालिका र गलेङ नगरपालिकालाई जोड्ने काम चाहिँ यो पुलले गरेको छ र यहाँबाट पनि अत्यन्तै राम्रो दृश्य देखिएको छ। यो आँधी खोला रहेको छ, एकदमै प्रसिद्ध खोला हो, जुन हामीले गीत सङ्गीतमा पनि धेरै गुनगुनायौँ, धेरै सुन्न पायौँ। र यो आँधी खोला माथिको पुलबाट चाहिँ मैले एउटा अनौठो दृश्य कैद गरेको छु। यहाँ देख्न सक्नुहुन्छ कालीगण्डकी र आँधी खोला कसरी मिसिएको छ। यहाँबाट मैले एउटा कुरा रियलाइज गरेँ, हामीले समुद्रहरू कसरी छुट्याउन सकिन्छ भन्ने कुरा यो दृश्यबाट पनि महसुस गर्न सकिन्छ। र यो फेरि हाम्रो कालीगण्डकी ए को ड्याम साइट, अर्थात् कालीगण्डकीको एउटा बहाव क्षेत्रलाई चाहिँ थुनेर चाहिँ हाम्रो हाइड्रो पावर केन्द्रतिर चाहिँ लगिएको छ। यो एउटा जल सतहलाई चाहिँ भण्डारण गर्ने चाहिँ क्षेत्र हो। यहाँ चाहिँ अब विभिन्न क्षेत्रबाट चाहिँ अवलोकन गर्नको लागि धेरै व्यक्तिहरू पनि आउने गर्नुहुन्छ। यो म ठ्याक्क एउटा चौतारीबाट चाहिँ कैद गरेको छु। धेरै रमाइलो पनि छ। सर्र हावाहरू चाहिँ हावा चल्छ। अत्यन्तै मनमोहक दृश्यहरू चाहिँ वरपरका दृश्यहरू चाहिँ देख्न सकिन्छ। म पहिलोपटक चाहिँ मोहन डाँडा पुगेँ, आएँ, त्यहाँको चाहिँ दृश्यहरू पनि हेरेँ, अवलोकन गर्ने मौका पाएँ। यति भन्दै मोहन डाँडाको यात्रा सस्मरणबाट बिदा चाहन्छु। हस्त, धन्यवाद।